मलेसियाको जोरबारोबाट तपाईहरुका लागि एकदमै जानकारीमूलक भिडियो लिएर आउने गर्छु। सदा चाहिँ आज पनि चिम्म गरेर तपाई मलेसिया बस्न सक्नुहुन्छ साथीहरु। पहिला चाहिँ 3 वर्षको हुन्थ्यो, अहिले चाहिँ 2 वर्षको कन्ट्र्याक्ट हुन्छ। त्यो कन्ट्र्याक्ट सिद्धाएर तपाई घर पनि जान सक्नुहुन्छ। धेरै जनाले कमेन्टमा सोध्नु भएको थियो एकचोटी मलेसिया आएपछि चाहिँ नमस्ते साथीहरु, तपाईहरु सम्पूर्णलाई धेरै धेरै स्वागत छ अर्को नयाँ भ्लग भिडियोमा। मेरो नाम धनेश हो। तपाईहरुलाई थाहा छँदैछ मैले मलेसियाको जोरबारोबाट तपाईहरुका लागि एकदमै जानकारीमूलक भिडियो लिएर आउने गर्छु। सदा चाहिँ आज पनि तपाईहरुका लागि जानकारीमूलक भिडियो लिएर आएको छु। आजको भिडियोलाई तपाईहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ, आफ्नो मनमा लागेका कुरा ठक्क लाएर कमेन्ट बक्समा लेखिदिनु होला भन्न चाहन्छु। धेरै जनाले मिठो मिठो कमेन्ट गर्नुभएको छ। सर्वप्रथम सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को कुरा साथीहरु, मलाई धेरै जनाले कमेन्टमा सोध्नु भएको थियो एकचोटी मलेसिया आएपछि चाहिँ कति वर्ष बस्न सकिन्छ त भनेर। हो साथीहरु, एकदमै राम्रो प्रश्न गर्नुभएको छ हैन। मलेसिया तपाई एकचोटी आउनु भयो भने हैन, सबैभन्दा पहिले त हैन तपाईको कन्ट्र्याक्ट कति वर्षको छ। पहिला चाहिँ 3 वर्षको हुन्थ्यो, अहिले चाहिँ 2 वर्षको कन्ट्र्याक्ट हुन्छ। त्यो कन्ट्र्याक्ट सिद्धाएर तपाई घर पनि जान सक्नुहुन्छ। नेपाल जान्छु भने पनि तपाईहरु मजाले जान सक्नुहुन्छ। त्यो कन्ट्र्याक्ट नसकिएसम्म तपाई नेपाल जान सक्नुहुन्न। र अर्को कुरा साथीहरु, अब के रह्यो भने तपाईहरुले सोध्नु भएको चाहिँ यो थियो कि कति वर्ष ठ्याक्कै बस्न पाउँछ। साथीहरु, तपाईहरुको स्वास्थ्य एकदमै राम्रो छ, तपाई मेडिकल फिट हुनुहुन्छ। अनफिट भयो भने चाहिँ बस्न पाइन्न। फिट हुनुहुन्छ भने तपाई मजाले ढुक्कसँग 10 वर्ष आँखा चिम्म गरेर तपाई मलेसिया बस्न सक्नुहुन्छ साथीहरु। र अर्को कुरा यो भन्दा पनि तपाईहरुलाई बढी बस्न मन लाग्यो, तपाईहरुको कम्पनी राम्रो छ, कमाई राम्रो छ भने तपाई 13 वर्षसम्म बस्न पाउनुहुन्छ। र त्यसका लागि अलिकति प्रोसेस भने फरक छ साथीहरु। अब प्रोसेस फरक किन भनिरहेको छु, यो मैले गरेको अनुभव हैन। मलाई 7 वर्ष भयो मलेसियामा र मैले देखे अनुसार भोगे अनुसार 10 वर्षसम्म पासपोर्टको म्याद हुन्छ। त्यसपछि पासपोर्टलाई रिन्यू गर्नुपर्छ साथीहरु हैन। पासपोर्टलाई रिन्यू गरिसकेपछि साथीहरु त्यसपछि अलिकति भिसा पनि तपाईहरुले त्यो पासपोर्टमा चप लाग्ने बेला धेरै लाग्ने गर्छ साथीहरु हैन। यताको लगभग 4-5 हजार हैन रिङ्गिट चाहिँ लाग्ने गर्छ हैन। मलेसियन पैसालाई चाहिँ रिङ्गिट भनिन्छ हैन, आरएम भनिन्छ। त्यो आरएम 4-5 हजार लाग्छ, अलिकति महँगो पनि हुन्छ। र 10 वर्षभन्दा पछि पनि बस्न तपाई मजाले पाउनुहुन्छ। तर त्यसका लागि मैले भनिसके अलिकति प्रोसेस चाहिँ लामो हुन्छ हैन। र 10 वर्षसम्म त तपाई मजाले ढुक्कैले बस्न पाउन सक्नुहुन्छ साथीहरु। आशा छ तपाईहरुलाई यसको जवाब मिलिसक्यो होला। अब म तपाईहरुसँग कुराकानी गर्छु साथीहरु। 1-2 जना नेपाली दिदी बहिनीहरुले पनि सोध्नु भएको छ है, मलेसियाबाट फिमेलका लागि नेपाल डिमान्ड गएको छ कि छैन, कुन कम्पनीबाट चाहिँ अहिले नेपाल डिमान्ड गइरहेको छ हैन, कामको माग छ भनेर सोध्नु भएको थियो। धेरै धेरै धन्यवाद दिन चाहन्छु हैन। तपाईहरुले अहिले भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुको प्रश्नको जवाफ मैले दिइराको छु हैन, ध्यान दिएर सुन्नु होला। यस्तो कुरा चाहिँ हैन मलाई चाहिँ थाहा छैन है, यहाँबाट कुन कम्पनीबाट कुन मेन पावरमा फिमेल का लागि चाहिँ डिमान्ड गयो नेपाल, त्यो विषयमा मलाई थाहा छैन। यदि तपाईहरुलाई त्यसको बारेमा जान्न मन लागेको छ भने तपाई आसपासै मेन पावर आसपासै हुनुहुन्छ नेपाल हैन, काठमाडौँतिर हुनुहुन्छ भने मजाले गएर मेन पावर एजेन्सीहरुमा गएर तपाईहरु सोध्न सक्नुहुन्छ। र अर्को कुरा तपाईहरुलाई दुःखै नहुने कुरा, तपाईहरु प्ले स्टोरमा गएर हैन वैदेशिक रोजगार एप सर्च गरेर डाउनलोड गर्नुस्। त्यसमा पनि मलेसियाको डिमान्डदेखि लिएर साउदी, दुबई, कतार हैन जुन देश पनि तपाई जान चाहनुहुन्छ, जुन देश पनि तपाई जान चाहनुहुन्छ त्यसको डिमान्ड मजाले तपाई घरमै बसेर पनि आफ्नै मोबाइलमा हेर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु साथीहरु है त। ल त साथीहरु, आजको भ्लग भिडियो तपाईहरुलाई के कस्तो लाग्यो, केही सुझाव सल्लाह भए तल कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नछुटाउनु होला। सुदूर बिहानी युट्युब च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने ठक्क लाएर सब्स्क्राइब गर्नु होला र छेउमा रहेको घण्टीलाई पनि थिच्न नबिर्सिनु होला। यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला। मैले मलेसियाबाट तपाईहरुका लागि यस्तै जानकारीमूलक भिडियो लिएर आउने गर्छु। अर्को भिडियो लिएर छिट्टै आउने बाचा गर्दै आजको भ्लग भिडियो यही समाप्त गर्न चाहन्छु। यो जानकारी तपाईहरुलाई कस्तो लाग्यो फेरि पनि भन्छु, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। नमस्कार, जय नेपाल।